हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हजुरहरू सबैलाई स्वागत छ। छोरीलाई उठाउँदैछु स्कुलको लागि। बिहानै छोराछोरीको स्कुल बिहान किन चालु हुन्छ होला जस्तो लाग्छ। बिचरा सुतिरहेका हुन्छन्, जबरजस्ती उठाउनु परेको हुन्छ। उठाएर फ्रेस बनाएर नास्ता खिलाउँदैछु। सुती नास्ता खाएकी छिन्। फेरि हेर्दैछिन् उता हामी आमा छोरीले फिल्म हेर्दैछौँ बिहानै। हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोला कुन फिल्म हो। अनि नास्ता गरेर हामीहरू हिँड्दैछौँ बाटोमा। नानीलाई भिडियो बनाउँछु भनेको त मम्मी उता बनाउनु न, उता आन्टीको भिडियो भन्न लागेकी थिइन्। उनी आन्टीसँग धेरै सधैँ भेट हुन्छ नानीको। फेरि बाई बाई गरिन्, फ्रेङ्किस पनि गरिन्। नानी र म हिँड्दैछौँ बाटोमा। अब स्कुल पनि पुग्छौँ। आज नानी यति खुसी भएकी थिइन् आज, नत्र सधैँ रुने मान्छे। हजुरहरू पनि देख्न सक्नुहुन्छ भिडियोमा कति रुन्छन्। आज यति खुसी भएर मामु हजुर जानु, म गइहाल्छु भनेर आफै गइहालिन्। फेरि म हिँड्दैछु बाटोमा। दोकानमा पनि आएँ। दोकानमा केही सामान लिऊँ भनेर टोस्टहरू लिऊँ, राम्रो हुन्छ यताको टोस्ट खानको लागि। त्यही भएर फेरि टोस्ट पनि ल्याएर म घरतिर लागिसकेको छु। अनि बाटोमा आज कस्तो राम्रो धुपा बिहानैदेखि हल्का फुल्का लागेको छ। फेरि यता कौवाहरू पनि बिहानै आइसकेका थिए। कस्तो राम्रो लाग्यो। फेरि घर आएर खानलाई यो चाहिँ हिजो सान्बु ड्याडीले बनाइदिएर ल्याइदिनु भएको नानीको लागि। कस्तो छ, लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई।